यदि ख्रिस्टमा कोही छ भने त्यो नयाँ सृष्टि हो। पुरानो कुराहरू बिति गएको छ, हेर सबै नयाँ भएको छ। जय मसीह, तपाईको बीचमा फेरि पनि उपस्थिति भएको छु। आशा गर्छु आजको भिडियोले तपाईलाई निराशा होइन तर आशा दिनेछ। प्रेरितको मण्डली आत्मिक करारको सेवाकाई जीवनको ज्योतिको यो प्रसारणबाट हामी तपाईको बीचमा फेरि पनि यसरी भिडियोहरू लिएर आउने गरिराखेको छौँ। मलाई विश्वास छ कि आजको यो परमेश्वरको वचन चाहिँ तपाईको लागि र मेरो लागि पनि। परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। आज वास्तवमा यो क्रिस्चियनहरूलाई मात्र भनेको होइन, तर वास्तवमा परमेश्वरले सारा संसार सारा जगतका मानिसहरूलाई उहाँले भन्नुभएको छ। त्यसै कारणले आज म तपाईलाई मिठो कुरा चाहिँ के भन्न चाहे भन्दाखेरि नि, जसले परमप्रभुलाई विश्वास गर्नु भएको छ, जसले येशू ख्रीष्टलाई मुक्तिदाता र उद्धारकर्ता भनेर तपाईले विश्वास गर्नु भएको छ भने आज यो तपाईको लागि हुन सक्छ। यो भिडियो तपाईले अन्तिमसम्म यो भिडियोलाई तपाईले हेर्नुभयो भने निश्चय तपाईले थाहा पाउनुहुनेछ। दोस्रो कोरिन्थी 5:17 पदलाई मैले लिएर आएको छु। आजको वचनको टपिक चाहिँ नयाँ सृष्टि हो। अनि धेरैजनाले आज नयाँ सृष्टिको विषयमा थाहा नपाएको कारणले, कतिजनाले थाहा छ किन भन्दाखेरि जतिजनाले थाहा पाउनु भएको छ उहाँहरूको लागि राम्रो कुरा हो, तर जसलाई थाहा छैन नयाँ सृष्टि भनेको के हो। आज संसारमा हामीले हेऱ्यौँ भने मान्छेले संसारिक भाषामा भन्यो भने नयाँ सृष्टि चाहिँ मान्छेले कुनै कुरा नयाँ हुनु भनेर भनिराखेको छ। तर नयाँ सृष्टि चाहिँ ख्रिस्टमा किन हामी नयाँ सृष्टि हो भन्दाखेरि चाहिँ नि, हामी जब ख्रिस्टमा आउनुभन्दा अगाडि हामी ख्रिस्टसँग हिँडेको थिएनौँ होइन, हामी संसारिक पदमा हामी हिँड्दै थियौँ। तर जुन दिनदेखि तपाईँले प्रभु येशूलाई पाउनुभयो, विश्वास गर्नुभयो, जुन दिन तपाईँले ग्रहण गर्नुभयो, ब्याप्टिजम लिनुभयो, त्यो भन्न चाहन्छु नयाँ सृष्टिको अर्थ चाहिँ के हो भन्दाखेरि नि, पुरानो कुरालाई छोड्नु हो, मतलब संसारको कुरालाई त्याग्नु हो। अनि नयाँ सृष्टि चाहिँ कतिजनाले के भन्छ, लुगा लगायो भने त्यो नयाँ सृष्टि हो। त्यो नयाँ सृष्टि होइन। नयाँ सृष्टि भने तपाईँले जे कुरा पहिला खानुहुन्थ्यो पहिला तपाईँले, तर अबदेखि ख्रिस्टमा आएपछि तपाईँले त्यो कुरालाई छोड्नु, नखानु हो होइन। नयाँ सृष्टि भनेको चाहिँ पहिला तपाईँले खराब शब्दहरू बोल्नुहुन्थ्यो, तर तपाईँले अहिले बोल्नु हुँदैन। त्यो शब्द तपाईँको मुखबाट प्रेम निस्किन्छ, परमेश्वरको वचन निस्किन्छ, त्यो नयाँ सृष्टि हो। पहिला तपाईँले जुन खराब कुरालाई मान्दै हिँड्नुहुन्थ्यो, तर अहिले तपाईँले त्यो कुरालाई मान्नुहुन्थ्यो। अहिले तपाईँले परमेश्वरको आज्ञालाई मानेर हिँड्नुहुन्छ नि, तपाईँ नयाँ सृष्टि हो। त्यही भएर परमेश्वरले नि हामीलाई नयाँ सृष्टि बनाउनुको कारण, ख्रिस्टमा नयाँ सृष्टि भनेको हामी ख्रिस्टमा मर्ने र जिउनु हो। ख्रिस्टसँगै मर्नु, ख्रिस्टसँगै गाड्नु अनि ख्रिस्टसँगै पिताको दाहिने हातमा बसाल्नु। आज धेरैजना हुनुहुन्छ जसले ख्रिस्ट येशूलाई पाएर पनि नि उनीहरूको बोली अझैसम्म सही जग्गामा आउन सकेको छैन। किन आएको छैन भन्दाखेरि नि, ऊ ख्रिस्टमा मरेको छैन। कुनै पनि बिउ छ नि, जब जमिनमा मर्दैन नि तबसम्म त्यो उम्रिँदैन के। त्यसरी नै तपाईँले डल्लै शरीर येशूलाई दिनुपर्छ। जबसम्म तपाईँले यो शरीर छ नि येशूलाई दिनुहुन्न नि, तपाईँ नयाँ सृष्टि बन्नु सक्नुहुन्न। किनभने नयाँ सृष्टि भन्ने कुरा चाहिँ के हो भन्दाखेरि नि, नयाँ उत्पादन हुनु हो, पुरानोलाई छोड्नु हो। पुरानो कुरा सकियो, अब हामी नयाँ हो। अनि हामी ख्रिस्टमा धर्मी भएको व्यक्ति भन्छ नि, तपाईँ धर्मी हो कि पापी भनेर सोध्यो भने नि तपाईँले जवाब दिँदै गर्दाखेरि चाहिँ म चाहिँ ख्रिस्टमा धर्मी हो भन्नुहुन्छ भने तपाईँ नयाँ सृष्टि हो। किनभने तपाईँ पहिला सोद्धाखेरि तपाईँ के भन्नुहुन्थ्यो, तपाईँ पापी हो कि धर्मी हो भन्दाखेरि उनीहरूले भन्थे म पापी हो भन्थ्यो। तर अब तपाईँले धर्मी भनेर तपाईँले जब बोल्नुहुन्छ नि, तपाईँ नयाँ सृष्टि हो। त्यसै कारणले बाइबलको वचनले भन्छ, दोस्रो कोरिन्थी 5:17ले यही प्रुभ गरेको छ, यदि ख्रिस्टमा कोही छ भने त्यो नयाँ सृष्टि हो। अनि नयाँ सृष्टिले जहिले पनि नि आशिषको कुरालाई देख्छ, राम्रो कुरालाई देख्छ, उसले त्यो खराब कुरालाई चाहिँ नि फ्याँकिदिन्छ। त्यसै कारणले ख्रिस्ट येशूले हामीले नयाँ सृष्टि बनाउनु भएको छ। नयाँ सृष्टिले जहिले पनि तपाईँलाई बलियो बनाउँछ। नयाँ सृष्टिले तपाईँलाई जहिले पनि परमेश्वरको उपस्थितिभित्र राखिराख्छ। त्यसैले हामी नयाँ सृष्टि हो। ल त, गड ब्लेस यु।